सपना पूरा गर्न सङ्घर्ष गर्नुहोस्। यो यात्रा सजिलो नहुन सक्छ, तर प्रयासले नै सफलता दिलाउँछ। तपाईको आत्मविश्वास र मेहनतलाई पत्याउनुहोस्। सफलताले तपाईलाई रोक्न सक्दैन। जीवनमा चुनौतीहरू आउँछन्, तर तिनीहरू नै हाम्रा सबैभन्दा ठुलो सिकाइका साथी हुन्। हरेक कठिनाइले हामीलाई केही नयाँ सिकाउँछ। सपना बाँच्नको लागि हामी सँगै अगाडि बढ्नुपर्छ। जब हामी एकअर्कालाई मद्दत गर्छौँ, संसार परिवर्तन गर्न सक्छौँ। जिन्दगी सन्देश हो, सङ्घर्ष गर्दै हिँड्नुहोस् र जबसम्म तपाईँ हिम्मत नगुमाउनुहोस्, सबै कुरा सम्भव छ। तर याद गर, जुन सपना तिमीले देख्यौ त्यो सजिलो थिएन, अनि सजिलो हुन्थ्यो भने सबैले पुरा गरिसकेका हुन्थ्यो। असफलता अन्तिम होइन, सुरुवात हो। अझ मजबुत, अझ बलियो भएर बढ्ने हो। सुरु गरिसकेको बाटो अँध्यारो छ, तर सम्भावनाले भरिएको छ। तिमीले त केवल आफ्नो कथा लेख्दै छौ। कसरी नथाक्ने, कसरी नझुक्ने। हिम्मत भनेको डर नहुनु होइन, डर हुँदा पनि अगाडि बढ्नु हो। सबैको बाटो एउटै हुँदैन, न त सबैको सपना। तिमी फरक छौ र तिमी त्यसैमा विशेष छौ। को आत्मविश्वास हो र त्यो तिमी भित्रै छ। रिस उठ्छ, डर लाग्छ, त्यो नै ऊर्जा हो। तिमी युवा शक्ति हो। अब समय आएको छ। उठ, बोल, सिर्जना गर, कारण तिमी भविष्यवाणी होइनौ, तिमी अहिले हो। हामी युवा शक्तिसँग जोस छ, होस पनि छ, सपना छ, अनि तिनीहरू पुरा गर्ने हिम्मत पनि छ। कहिलेकाहीँ संसारले भन्छ तिमी सक्दैनौ, तर हामी भन्छौँ हेरिराख, हामीले देखाउँछौँ। हामी प्रतियोगिता होइनौ, हामी सहयात्री हौँ। जब मिलेर बढ्छौँ, तब असम्भवलाई सम्भव बनाउँछौँ। देश परिवर्तन किताबले होइन, कामले हुन्छ, अनि त्यो काम हामीले गर्नुपर्छ। आगो छ, त्यो आगो जुन संसार बदल्न सक्छ, तर त्यो आगो निप्न नदेऊ, चाहे समय कति कठिन किन नहोस्। तिमीमा कला छ, तिमीमा सोच छ, तिमीमा जोस छ। तिमीलाई कुनै सिमानामा रोक्न सक्दैन, न त परिस्थितिले, न त असफलताले नै।